जय श्री राम। इट्स मी आनन्द शाह। हेर, अस्ति मैले भिडियो बनाएको थिएँ जसमा चाहिँ मैले के भनेको थिएँ, जति पनि भाइ बहिनीहरू मेडिकल प्रिपरेसन गर्दैछौ उनीहरूको लागि म चाहिँ भिडियो बनाइदिन्छु, जसले गर्दा तिमीहरूलाई चाहिँ भिडियो मार्फत मेडिकल प्रिपरेसनको या चाहिँ इन्जिनियरिङ प्रिपरेसन गर्दैछौ त्यस्तो खालको म भिडियो बनाइदिन्छु। केमिस्ट्री भयो, फिजिक्स भयो, जुलोजी भयो, बोटनी भयो, यता म्याथ भयो, अनि यता फेरि एमएटी म्याथ है, एउटा म्याथ भयो र इन्जिनियरिङ तर्फको भाइ बहिनीहरूलाई मैले चाहिँ कम्पलसरी म्याथ, अप्सनल म्याथ जस्तो हुन्छ जुन म्याथमेटिक्स, त्यस्तो पनि म भिडियो बनाएर चाहिँ हालिदिने गर्छु। ओके, आज चाहिँ म यो भिडियोमा चाहिँ तिमीहरूलाई यदि मेडिकल प्रिपरेसन गर्दैछौ त्यस्तो खालको भाइ बहिनीहरूले अहिलेसम्म बुक किनेको छैनौ र प्लान गर्दैछौ म चाहिँ बुक किन्छु भनेर म यति सजेस्ट गर्छु, यो बुक हेर, यो बोटनी सिरिज हो, यो चाहिँ जुलोजी सिरिज जुन चाहिँ यो भर्खरको मोड्युल हो। बुझ्यौ, यो कुन इन्स्टिच्युटको हो भन्दाखेरि यो नेम इन्स्टिच्युटको हो। यो नेम इन्स्टिच्युट पुतली सडक। हेर, यो नेम इन्स्टिच्युटको बुक एकदम राम्रो छ है। मैले चाहिँ के भन्छु, यदि तिमीहरू चाहिँ बुक किन्न प्लानिङ गरेको छौ भने अरू बुकमा चाहिँ पैसा नहाल, नेम इन्स्टिच्युटको बुक ब्लाइन्डली फलो अप गर र रिफरेन्स भनेको +2 को बुकलाई मान। ओके, मसँग अर्को पनि बुक छ हेर है, यो बोटनी एन्ड अब्जेक्टिभ एप्रोच। यो पनि कुन इन्स्टिच्युटको हो भन्दा यो पनि नेम इन्स्टिच्युटको हो, तर यो पुरानो मोड्युल हो। ओके, 1-2 वर्ष पुरानो हो। सो अब तिमी के, मैले चाहिँ के भन्न खोज्दैछु, यो यदि तिमीसँग यो बुक छ भने नयाँ मोड्युल किन्नु पर्दैन। यदि छैन कुनै पनि बुक किन्न चाहिँ तिमीहरूले ट्राई गर्दैछौ, म बुक किन्छु मेडिकल प्रिपरेसनको लागि भने त्यो न्यू मोड्युल किन्दा भयो है। योमा अलिकति डिटेलमा भास्टमा छ, सो त्योमा सर्ट एन्ड स्विट राम्रो छ। ओके, त्यति गर्दा भयो। यो हेर, यो जुलोजी एन्ड अब्जेक्टिभ एप्रोच, यो पनि के रहेछ, नेमकै मोडेलको हो र यो 1-2 वर्ष पुरानो हो। यदि तिमीसँग यो बुक छ भने अर्को किन्नु पर्दैन है, यसलाई चाहिँ फलोअप गर्दा राम्रो, यो झन् राम्रो है। त्यो भन्दा चाहिँ यो राम्रो, योमा चाहिँ अलि डिटेल वेमा दिएको छ, बुझ्न सजिलो हुन्छ। हुन्छ भने तिमीसँग यो छ भने राम्रो, दादाहरूसँग, तिम्रो दिदीहरूसँग या चाहिँ कसैले तिमीलाई प्रोभाइड गरिरहेको छ यो बुक भने यसलाई फलोअप गर, यसलाई चाहिँ युज गर है, पढ। र अर्को भनेको नयाँ किन्न लागेको छ भने यो किन्न भयो। अनि अर्को कुरा पनि मैले तिमीहरूलाई भन्दैछु, यदि कोही भाइब्रेन्टमा पढ्दैछौ या कुनै पनि इन्स्टिच्युटमा पढ्दैछौ र त्यहाँको बुक फलो गर्दैछौ भने यति क्लियर हो, मनमा चाहिँ कुनै पनि त्यस्तो राम्रो हो या नराम्रो हो या चाहिँ मैले नेमकै किन्नुपर्छ भनेर त्यस्तो नसोच्दा हुन्छ है। कुनै पनि बुकमा चाहिँ मेडिकलको कन्टेन्ट सेम हुन्छ, जस तिमीले चाहिँ बुझेर पढ्नुपर्छ। सो तिमीले चाहिँ भाइब्रेन्ट पढिराखेको छौ भने भाइब्रेन्टकै राम्रोसँग पढ, तर रिफरेन्स +2 को बुकलाई मान र तिमीले चाहिँ क्वेसन प्र्याक्टिसको लागि अब्जेक्टिभ पिसिबी, कम्प्लिट सोल्युसन या चाहिँ टार्गेट 200 कुनै एउटा गर्दा पनि भयो। तिमीसँग 2टा छ भने झन् राम्रो, 3टा छ भने अझै राम्रो, तिम्रो इन्ट्रेस्ट कति छ त्यसले चाहिँ डिटरमाइन गर्छ। ओके, हेर, मैले पढेको बुक यो हो, एकदम मैले चाहिँ कुना कच्चा गरी पढेको थिएँ। हेर, हेर्दैछौ, पुरै पढेको थिएँ है, लाइन टु लाइन लाएर यसरी चाहिँ पढ्नुपर्छ। हो कि यो बोटनी पनि त्यसरी नै मैले चाहिँ एकदम पढेको थिएँ। यहाँ हेर, हाइलाइटले अन्डरलाइन गर्दै
सो मैले तिमीहरूलाई चाहिँ इम्पोर्टेन्ट थिङहरू चाहिँ सजेस्ट गरिदिन्छु। ओके, अब हेर मैले चाहिँ तिमीहरूलाई चाहिँ के भन्दैछु, जति पनि भाइ बहिनी छौ र साथीहरू छौ अहिले पनि प्रिपरेसन गर्दैछ मेरो कति साथीहरूले, सो जति पनि मैले गेन गरेको नलेज तिमीहरू सामु चाहिँ पुर्याइदिन्छु है। र मैले चाहिँ युट्युबको माध्यमबाट, टिकटकको माध्यमबाट, फेसबुकको माध्यमबाट र अरू सोसियल मिडियाको कुनै पनि छ भने त्यस्तो इन्स्टाग्रामहरू, त्यसबाट चाहिँ मैले सर्ट भिडियोहरूको माध्यमबाट तिमीहरूलाई चाहिँ सेयर गरिदिनेछु है। मैले चाहिँ एप्लाई गरेको आफ्नो टेक्निक्स, आइडियाज र प्लानिङ, गोल्स र हामीले चाहिँ मैले पढेको सिस्टम तरिकाले प्लानिङ, बिहान बेलुका कसरी पढ्ने, कसरी माइन्ड रिडिङ गर्ने, कसरी 80-20 रुल्सलाई फलो अप गर्ने र कसरी टाइम टु टाइम रिभाइज गर्नुपर्छ भनेर। ओके, रिभिजन इज द मस्ट की भनेर म भन्छु, फर्स्ट प्रायोरिटी है। सो आज म यति भन्दै म नमस्ते भन्न चाहन्छु। ओके।